1, 2, 3. Bye. नमस्ते सबैलाई। आज म एउटा स्वास्थ्य शिविरतर्फ जाँदैछु र यो यात्रामा तपाईहरूलाई पनि साथमा लिएर जाँदैछु। हाम्रो यात्रा सुरु भइसकेको छ र यो बाटोमा देखिएको रमणीय दृश्यले यात्रालाई अझै रोमाञ्चक बनाइराखेको छ। मेडिकल इन्टर्नको रूपमा यस्तो कार्यक्रममा सहभागी हुन पाउनु निकै विशेष अनुभव हो र करिब 1 घण्टाको यात्रापछि हामी भर्खरै चितवन जिल्लाको माडी नगरपालिका 1 मा रहेको सोमेश्वर माध्यमिक विद्यालयमा आइपुगेका छौँ, जहाँ आजको स्वास्थ्य शिविर आयोजना भइराखेको छ। यहाँको वातावरण निकै उत्साहपूर्ण देखिएको छ र स्थानीय समुदायबाट पाएको न्यानो स्वागतले हाम्रो हौसला झनै बढाएको छ। र अब हाम्रो टोलीले शिविरमा सामान मिलाउने, दर्ता कक्षदेखि मेडिकल चेकअपको स्टेसन सबै कुराको व्यवस्था मिलाइराखेको छ। यसै स्कुलका स्काउटका भोलिन्टियर विद्यार्थीले पनि निकै महत्त्वपूर्ण भूमिका खेलेको थिए आजको दिनमा। बाहिर यता जाँदाखेरि मान्छेहरूलाई लास्ट अब अरू ठाउँमा हुँदाखेरि त्यो जस्तै क्लाइन्टहरू पुग्थेन, मान्छेहरू यस्तो सहयोग गर्नको लागि पुग्दैन कि, त्यही भएर अब हामी स्कुलबाट आफ्नै केही गर्नलाई सहयोग गर्नलाई त्यही भएर स्काउटमा थोरै भयो नि हामीले केही गर्न सक्छौँ भनेर आएको। ठिक छ। कतिजना छौँ नि स्काउटको मेम्बर स्कुलबाट? 50+। र अब व्यस्त दिनको ऊर्जाका लागि हामीले स्वादिष्ट नास्ता गर्दैछौँ, चना अन्डा, जुन पोषणको हिसाबले पनि निकै फाइदाजनक छ। अनि तपाईँलाई मनपर्ने नास्ता चाहिँ के हो नि? तलको कमेन्ट बक्समा लेख्नुहोला है त। र यसपछि हामी कार्यक्रमको औपचारिक सुरुवाततिर लाग्यौँ। प्रमुख अतिथिज्यू डाक्टर एसोसिएट प्रोफेसर पोलिना दाहालज्यू चाहिँ एसएससी चाहिँ 2064 ब्याच हो, यता माडीमालीमा पढेको। अनि त्यतिखेर मेरो सेन्टर चाहिँ सोमेश्वर मावि परेको थियो। एसएससी दिँदाखेरि म यसको दोस्रो पालामा सायद त्यो क्लास रुममा बसेर मैले एसएससीको इक्जाम दिए हो। अहिले यसरी फर्केर आफ्नै ठाउँमा आएर यसरी सेवा दिन पाउँदा म अत्यन्त हर्षित भएको छु। बिरामीहरूको दर्ताका लागि एमबिबिएस तेस्रो वर्ष र अन्य जुनियर भाइ बहिनीहरू खटिएका छन्। उनीहरूले हरेक बिरामीको नाम, उमेर, मुख्य समस्या र स्वास्थ्य इतिहासबारे जानकारी लिएर उनीहरूलाई सही कक्षामा पठाइराखेका छन्। उहाँ हाम्रो अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर पोलिना दाहाल हुनुहुन्छ र अहिले बिरामीको आँखा जाँच गर्दै हुनुहुन्छ। आँखा जाँच गरेपछि बिरामीलाई उचित परामर्श, आवश्यक परेको खण्डमा औषधि र थप उपचारका लागि सिफारिस पनि गर्दै हुनुहुन्छ, जसले गर्दा बिरामीहरूको दृष्टि सुधारमा महत्त्वपूर्ण भूमिका खेल्दछ। अनि यो चाहिँ मेडिसिन विभाग, जहाँ तत्काल उपचार साथै उच्च रक्तचाप, मधुमेह अनि अरू दीर्घकालीन रोगहरूको पहिचान तथा व्यवस्थापन गरिन्छ। बिरामीलाई औषधि, जीवनशैलीमा सुधारबारे परामर्श पनि दिइन्छ। यो चाहिँ बाल रोग विभाग। यहाँ बच्चाहरूको तौल, उचाइ, पोषण अवस्था र विकास दर जाँच गरिन्छ र आवश्यकता अनुसार परामर्श र उपचार दिइन्छ। र यो डेन्टल कक्ष। यता दाँतको दुखाइ, मुखको सरसफाइ, गिजाको समस्या आदि इत्यादिको परीक्षण गरेर उचित परामर्श दिइन्छ।
र अहिले हामी यस स्वास्थ्य शिविरको व्यस्त दिनको बिचमा लन्च ब्रेकमा छौँ। यहाँ स्वादिष्ट परिकार जस्तै भात, दाल, तरकारी, अचार र हाँसको मासु तयार पार्नु भएको छ। स्वाद पनि निकै राम्रो छ। टार्गेट अनुसार हामीले सफलता पनि हासिल गरेका छौँ भन्ने मलाई लाग्छ र यस प्रकारको मानव जीवनको संवेदनशील पक्ष स्वास्थ्यसँग केन्द्रित रहेर यस प्रकारका सेवाहरू माडी जस्तो Jesus.